अब हामी घुम्नको लागि हामी तयार हुँदैछौँ। यही देगहरू लिएर हिँड्दैछ। ल छिट उचाल उचाल उचाल। अब हाम्रो यात्रा सुरु हुन्छ। ल्याउ ल्याउ यहाँ ल्याउ यहाँ ल्याउ यहाँ ल्याउ यहाँ ल्याउ मेरो झोला। खै तिमीहरू अट्यो काखामा लिनु पर्दैन। बुढापातीहरू धेरै छन् बुढापातीहरू। नमस्ते सबैजना, सन्चै हुनुहुन्छ होला के अरे। र म पनि सन्चै छु। यो पुस महिनाको चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन भन्दै म धेरै दिन पश्चात सानो मिनी भ्लग लिएर उपस्थित भएको छु। आजको भिडियो चाहिँ आज 15 पुस घुम्नको लागि हामी गरौँसुर मन्दिर गएको छौँ। सो मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भन्दै म आजको यात्रामा हजुरहरूलाई पनि सहभागी गराउँदै अन्तिमसम्म मेरो भिडियोमा साथ रहेर पुरा गरौँसुर मन्दिरहरू घुमाउने नै छु। लास्टसम्म हेर्नुहोला भन्दै आजको भिडियो सुरुवातमा हामी गरौँ मन्दिर आइसकेका छौँ। यो मन्दिरको वरिपरि पार्क गरौँसुर मन्दिरको छेउछाउको वातावरण आज चाहिँ मौसम अलिकति यता कुहिरो लागेको छ पारी पारी हैन। यो त हिमाल देखेको पनि छ। कता कता हो घरमा चाहिँ हिजो चिच्यायो। आजको कुकमेन हाम्रो भाइ सुपरस्टार कुकमेन आजको हाम्रो पिकनिक प्रोग्राममा सामेल हुनुहुन्छ। यहाँ हाम्रो देवर बाबु एउटा बाबु चाहिँ कता जानुभएछ। कसले त्यतै बसिरहन पठाएको थियो र तलतिर तल आङमा एकचोटि घुमेर आइभ्याएको अघि न। आज हामी यहाँ गरौँसुर मन्दिर घुम्नका आफ्ना आफ्नै तालमा यतातिर टिकटक बनाउँदै हुनुहुन्छ हाम्रा देउरानीहरू।
पर्फेक्ट भयो नि त हेलो गाइज आज चाहिँ रमाइलो गरेर पिकनिक खाएर पनि हामी सकिसकेछ यतातिर हामी हिँड्दै गरेर चाहिँ हेर्न नहाच्छौँ कति रमाइलो देखेको कुहिरोको फुक्का फुक्का